अर्कोपट्टि सोमदाई हुनुहुन्थ्यो अनि यो नकआउट थियो कि कसो हजुरको लास्टमा नट आउटै हान्नु भएको थियो सरी नट आउटै हानेको थिएँ है अनि त्यसपछि 1 2 3 छक्का हाने अनि त्यसपछि 4 हाने फेरि सोमदाई पनि हुनुहुन्थ्यो कि उतापट्टि सोमपाल दाई अनि त्यसपछि त्यतिखेर आएर अब मैले भने दाई आज त लाग्छ जस्तो छ 6 बलमा छ हुन्छ नि त्यो आफू भित्रैबाट क्या अब बलर पनि त त्यो नर्भस भइसकेको हुन्छ नि त एक्ज्याक्टली अब लास्ट ओभर पनि छ अब हान्नै पर्ने पनि भयो हजुर अनि त्यसपछि लाइ पनि सक्यो 2-3टा छक्का है अनि त्यसपछि सोमदाई पनि पुरा खुसी अब त्यहाँ मस्त बसिरहेको हुन्छ लास्टको इन्ड थियो अनि त्यसपछि चौथो पाँचौँ छठौँ हाने अनि त्यसपछि ल 6 छक्का लायो भयो अब जस्तै अब केटाहरूको अब हुन्छ नि त गएपछि ड्रेसिङ रुममा हो आज त यस्तो गरिस् यो गरिस् पुरा हुन्छ नि त्यस्तो केटाहरू पछि हाम्रो अब टिममेट्सहरूले पनि ए ल यो त रेकर्ड हानिसक्यो यार यसले त होइन दिपेन्द्रको लेभलमा कहिले पुग्ने चाहिँ अहिले पनि सोचिराख्नुहुन्छ होला आज ड्रेसिङ रुममा त हुन्छ नि एउटा केटाहरू भइसकेपछि त ल